सर्वप्रथम मेरो नाम बुद्धिलाल तमाङ र रवि सर र बालेन सर नयाँ सरकार भन्न आउनु भएको छ। त्यसमा मेरो तर्फबाट धन्यवाद छ। र हाम्रो पुरानो सरकार गयो, मलाई धेरै खुसी भयो कि पुरानो जो भी कानुन छ त्यसलाई राम्रोसँग बर्खास्त गरेर नयाँ कानुन नयाँ सिस्टम ल्याउनुहोस्। र जहाँ नेपालको कानुन छ, इन्डियाको कानुन छ, सेम त्यस्तै एउटै छ। र जो पनि मर्डर भएको छ, मर्डरको बदली मर्डरै, रेपको बदली उसलाई फाँसीको सजा, ल पब्लिकको प्लेसमा ल्याएर चाहिँ उसलाई फाँसी दिनेमा हाम्रो सरकारले, नयाँ सरकारले बनायो भने त्यसमा सबै सतर्क हुन्छ, सबै डराउँछ। त उनीहरूलाई लुकाएर जेलमा फाँसी हाल्यो भने कसैले देख्दैन, त्यसै कोही कसैले डर पनि हुँदैन, कसले पनि हेर्दैन भन्ने त्यसमा आत्मविश्वास हुन्छ। र पब्लिकको प्लेसमा ल्याएर चाहिँ उनीहरूलाई फाँसीको सजा र मृत्युदण्ड दिनलाई म आग्रह गर्न चाहन्छु। हाम्रो बालेन सर और रवि सरमाथि मेरो पूर्ण विश्वास छ और मेरो सपोर्ट छ। धन्यवाद।